पताए नमः रातो फुल अक्षता लिइसक्नु भएको छ होइन ल नानु रातो फुल अक्षता दुबो हातले ओम वक्रतुण्ड महाकाय कोटिसूर्य समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा गजाननं भूतगणाधिपतिं वितं कपितजं वरदं उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वर पादपङ्कजं मैले गर्न आँटेका कार्यहरू परिपूर्ण होस् कुनै विघ्न बाधा नपरोस् भनेर गणेशलाई सम्झेर ढोगेर यहाँ चलाइदिन्छन् ओम श्रीमन् गणाधिपतये नमः नमस्कार गर्नुहोस् नमस्कार यजमानं सबले पुण्डरीका छ रत्न यतान्त सर्वधारी वेदमत गत रत्यासले किटाप्न पुनः दया करे हे तल भैमा राखेर फुल्ला सताले प्रताप्य नमः धन्य देवताभ्यो नमो नमः ल धुपम दीपम धुर्दुग सिन्दाले ओम नारायण नमः गन्धाक्षत पुष्पाणिं समर्पयामि नमस्कारमि उत्तरतले ओम सोमाय नमः गन्धाक्षत पुष्पाणिं समर्पयामि नमस्कारमि अब माथि एउटा फल राख्नुस् एउटा सेलरोटी राख्नुस् एउटा पैसा राख्नुस् राजो पचार भन्छ भनेको तेमर्ती आदि भनेको त्यहाँ 108 रुपैयाँ निकालेर बाँकी रहेको भनेको सुन चाँदी गहना सहना भनेर त्यहाँ 108 रुपैयाँ राखिदिन्छ ट्याक्क ल प्रभु अब मैले यति सकि भनेर भनेको छत्र हरिहर भगवान को यो जसले पनि गर्दा भयो विजय भैद रोगात् प्रवृत्तरोगो होम रोगी बन्धो पुच्छति वन्दना श्रियं चलवते नित्य अरिष्ट तस्य न जायते एकरि धारितं तसाट न जायते पटनाकौजात श्री पापा प्रमुच्यते मृतवस्था च या नारी काकवन्दा च अभयत जीववस्था पुत्रवती भद्र संसार यतर स्यावडते यत यसांग अंग स्पर्श यामि च ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु ससि भूमिसुत मुदस्ता गुरुच ससनिराउ तव शान्ति करा भवन्तु फल बढो आय सुरार्याय समुद्राय सकलाय जगदिनाय नागाननाय सत्यज्ञ विभूषिताय गौरी सुताय गणनाथ नमो नमस्ते यही राखिदिनुस् नमस्ते कृष्ण पचन चक्राय नमः सुनाइ पहिला पैसा अहिले जो देख्नु अनि उही धारामा राखेर सर्भर लगाइदिनु आमाभन्दा छोरा बोल्दै छ पिउस तल गर न हात
यथा काले यथा भाग्य विभज्य अहम उस्त्री जाय त तिराख्नुस् अब हात जोड्नुस् आवाहनं न जानामि कमार्तनं प्रदान दैव न जानामि क्षमस्वं परमेश्वर यो अग्निलाई सौकिल्य विदा गर्नु देउता मानेनन् त्यो भगवान पर्छ